समृद्ध समाज एउटा शिक्षित समाज बनाउनलाई एकजनाले झोरा बोके हुँदैन। हामी सम्पूर्ण हाम्रो जहाँ जन्म भएको छ, हामी जहाँ जन्मेका छौं, जुन वातावरणमा हामी हुर्केका हामीले सम्पूर्ण मान्छे त्यहाँका सामाजिक व्यक्ति मिलेर एउटा समाज निर्माण गर्न सक्छौं। हामी केही पनि गर्नलाई हामी आफूबाट स्टार्ट गर्न पर्छ। एउटा मेयर साहबलाई तपाई क्वेशन पनि सेट गर्नुहुन्छ र आन्सर पनि सेट हुन्छ। तपाई हरेक बोर्ड मेम्बर एउटा मन्त्रीमण्डल, एउटा देश सुन्दर मन्त्रीमण्डलले चल्छ, एउटा क्याबिनेटले चल्छ। तपाई सम्पूर्ण वडा अध्यक्षजी, वडा बोर्ड मेम्बरहरू सम्पूर्ण जिम्मेवारी हुन्छ एउटा यो नगरपालिकालाई ध्वस्त पार्नलाई, यो बर्बाद गर्नलाई। त्यसैले के भन्न चाहन्छु भने तपाई एउटा विकासको कुरा गर्नुहुन्छ, कृषिको कुरा गर्नुहुन्छ, शिक्षाको कुरा गर्नुहुन्छ। म के भन्न चाहन्छु भने 1 देखि 12 नम्बर वाडाका वडा अध्यक्षहरू र यहाँका कर्मचारीहरू लगायत बोर्डका सदस्यहरूलाई म के सोध्न चाहन्छु भने के तपाईहरू आफ्ना बालबालिकाहरूलाई आफ्ना गाउँका स्कुलमा पढाउनुहुन्छ? जबसम्म तपाई पढाउनु हुँदैन तबसम्म शिक्षाको स्तर उन्नति हुँदैन। तपाई आफ्नैबाट सुरुवात गर्नुस्। तपाईकै गाउँमै अस्पताल छन्, के तपाई आफ्नो आमा बुवा आफ्ना छोराछोरीको इलाज के तपाईको गाउँको सरकारी अस्पतालमा गराउनुहुन्छ? गराउनु हुँदैन भने हाम्रो लागि तपाई कसरी सोच्नुहुन्छ भने? त्यसैले एउटा मेयर उपमेयरले एउटा कर्मचारीलाई दोष दिएर हुँदैन। हामी यो नगरपालिकालाई बर्बाद गर्ने सम्पूर्ण वडा अध्यक्ष, मेयर, उपमेयर र सम्पूर्ण यहाँका बोर्ड मेम्बर हामी त्यसमा भागीदारी छौं। हामीले आफूबाट सुधार गरौं। यो नगरपालिकालाई हामी बर्बाद गरिसक्यौं र यदि हामी यो नगरपालिकालाई समृद्ध बनाउन सक्छौं भने हामी एकजुट भएर एक आवाज उठाएर यो जलस्तर नगरपालिकालाई उत्थान गरौं। तपाईलाई धेरै धेरै धन्यवाद। अब भन्नुस् उत्तर एकदम समरी भन्दै जानुस्, हामीसँग समय छैन। प्रत्यक्ष प्रसारण